विवासको नयाँ स्कुटीमा साइकलदेखि स्कुटीमा आयौँ हामी बिहास लडेपछि स्कुटीमा लड्ने अब हामी स्कुटीमा लड्ने साइकलमा नलड्ने भने के भन्नु छ हेलो गाइस यसको यहाँ छुट्टै क्यामेरा छ ह्याप्पी दिवाली भनिदिन्छ त बिहास भएर हुने भयो नि त हामी त हाल्दी हो झर्छ महँगो छ ए महँगो छ अगाडि यस्तो छ टक्कसँगले हेर्न सक्नुहुन्छ पिकनिक पार्टी भएर आएको हो जम्मै जम हामी जम रोक भाइ उहाँ साइड लगा हाल्दै धीरे खोलातिर लु यो टिकटकरले यहाँ टिकटक बनाउँछ अरे यहाँ फोटो सेसन चल्दैछ चप्पल हेर्नु गाइस यसको हालत धुलोले ल राइडर के भन्न चाहनुहुन्छ भ्लगरको अफिसियल भ्लगर हाम्रो विवश तामाङ मासालाहरु यहाँ ले अब भिडियो बनाउनु चल्दै भाइ त This is the view of Taltalaya. गाइस आइसक्यौँ हामी आइसक्यौँ तालतला पुगेर फेरि फर्केको खाजा खानको लागि यसले लोकेसन दिँदैछ कोही कुन होटलको लोकेसन दिएर अब जम्मा 5 मिनेटमा अब यतिको डेडिकेटेड बिस्तारै हिँड्न बिस्तारै पाउडरहरू थियो मैले लगाएको छु चुलो वी आर इन चुलो गाइज ओइ यसले त खुवाउँछ लिएको होइन के अरे भाइ आजको बिल त अहिले पे गर्छ बुझिस् र हामी चुलोमा आइसक्यौँ ल हिँड्न छिटो त्यहाँ मान्छे छ हिँड्न छिटो एकैछिन हिँड्न त घुमेर त्यहाँ लजाउनु चाहिँ भयो कता कराउने घुमाए गाइस हामीले चाहिँ अर्डर गरिसक्यौँ हजुर सुकुटी कर पऱ्यो भन्न त भने तर तेरो रिल एउटामा 500 भ्यू भएको रहेछ नि म पनि भेट्छ भएको खाएको होइन तेरो मात्र क्या सिङ्गल रिल हाल भनेको क्या भन्नु खोजेको ओभर भाइरल मोटे पनि छ खाएकोले चल्छ नि त खै हाम्रो चाहिँ गन्डोस फेरि आइसक्यो
सुकुटी चटपटे चिकन रोल्स पेन्टा खाने यो यता म भन्छु ल गाइस किमा नुडलको फर्स्ट बाइट हुँदैछ यहाँनिर ल र यसको पनि किमा नुडल्सको फर्स्ट बाइट मैले भोलेको थिइनँ फर्स्ट बाइट लिएर खानु ल किमा नुडल्सको फर्स्ट बाइट गाइस यिनीहरूलाई किमा नुडल्स खाने आउँदैन यसरी हाल्यो क्या चम्चीलाई चाहिँ चम्चीमा चाहिँ यसरी राखेर यसरी गोलो बनाउनु हो क्या अनि मिठो 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 क्यामेराम्यान हो खायो फेरि हाम्रो अर्को डिस सेको आइसकेको छ थर्ड डिस हाम्रो फर्स्ट बाइट यहाँले मात्रै यहाँले न म बनाउँछु कि अर्कै बारे अनि तिमीहरू यसको फर्स्ट बाइट देखाइदिहाल न कति सानो मेरोमा चाहिँ डुबे त त्यो त्यहीँ टकमा ठुलो हाल्नु टेस्ट कस्तो छ मिठो साँच्चै मिठो लागेन के खायो है दामी दामी पिसहरू छ के भनौँ भयो त्यसलाई अनि पानी पोल्दैछ तर धर्मको जस्तो सेका टेस्ट चाहिँ आउँदैन रहेछ कारण खाएको छ खाएको त हालेको छैन टेस्ट भनेको नि टेस्ट कस्तो रहेछ भनेर यता ध्यान त्यो कस्तो नि यहाँ ध्यान फ्राई गरेको यहाँ ध्यान गाइस प्याकेज किमा नुडल्स सेकुवा अचार सट्टा हालेर मुगबाङ भ्लग चाहिँ यस्तै हो लास्टमा त मुगबाङ भ्लग पो सबै मिक्स आउँछ भने तपाईँ हाम्रो मोटर ब्लगिङ मुगबाङ ब्लग अनि है पिसफुल ठाउँहरू हेर्नुको लागि मेरो बेस्ट अफिसियल भ्लग हेर्नु होला पिसफुल
कसलाई आयो त खाइदिए ल ला मेरो पालि अब काँक्रा पनि खाऊ हात्तीहरू खाए पनि भात चाहिँ मेरो पेटमा अट्दैन म भोलि एक्जाममा के लेख्नु नि म त कुरा त गर्न आउँदैन त्यति खाएको भएको त हाल्नु अनि भन् न तेरो BMW गाडी चाहिँ कता पाएको रहेछ भन् न गाइज खानु सुरु भयो अब हामी भर्खर बुलेटमा आयो नि त मैले भनेपछि बुलेट बेचेर BMW किनौँ भनेको क्या बिचरा चाहिँ यहाँको बुलेट बाइक फेरि 3 चक्के बाइक हो नि फेरि हाम्रो 2 चक्के 2 चक्के स्कुटी भएको यो डन्ठा कहाँ राख्छ यो सब डन्ठा यहाँ भेला भएको यो BMW स्कुटर बाइक किनेको हामी मैले होइन अब त्यसको पार्टी हो अनि जस यो खायो गोके दाइहरूलाई यसो पार्टी दिनुपर्ने छ धरङ दाइहरूलाई यहाँ मलाई दाइहरूलाई दिँदैछ यो अरू धरङ दाइहरूलाई पनि पार्टी दिनुपर्ने छ अन्त किनेपछि पार्टी दिनु पऱ्यो न पार्टीमा कहिले दिने कि मैले दिने अनि कसले दिँदा किन चुक्तन दाइले दियो किन पार्टी दाइको दुध के मासु दाइलाई खुवाएर खाएर ओ त्यहाँको टिस्यु दे एउटा दाइलाई यहाँको पनि खुवाउनु ल्याउनु यहाँ खुवाउनु ल्याउनु पर्ने टिस्यु ल्याउन खै ला बाबालाई हेरिरहनु बाबालाई भिडियो ब्लग हेरिराख्ने हेर्दैन त भाइ रहेछ नि बाबाले अन्त थाहा पाइहाल्छ के गर्यो भनेर यो हाम्रो के हो सुकुटी चरपटे के मान्नुहोस् 2टा सेकुवा कति भन्छस् हौ हुनु पऱ्यो लास्ट इयर इन गर्नु पऱ्यो अनि हाम्रो फेन्टा नाक नाक भइसक्यो जस मलाई फेन्टा लगाएर कि फेरि यो पर्खाइ फेन्टा म यहाँ हाल्दै कि कति राख्छ यहाँनिर है हाल्नु दुम्जी त कति राख्छ यहाँ 7चोटि भएछ 3 चोटि भयो अघि नै 5-6 चोटि भन्दै थियो यार डिस्कस्टिङ एउटा डिस्कस्टिङ यसरी चाहिँ चिल्लो हाट्छ यस्तो ब्याक गरिरहेको चाहिँ माछालाई म मासुले पनि रिसायो जुन केरी बिस्तारै खा मासु नै रिसायो न्युनम लगाएर थियो म यहाँ खान्छु मुख बङ्गालहरूले अब सवाल गर्नुपर्छ यसरी चाहिँ ब्लग देख्छु खुसीले खेलेको मात्र आउँछ मेरो चाहिँ खाएको आउँछ घुमेको मान्छे हात्ती मेरो चाहिँ केही पनि आउँदैन आयो गाई यार म खाइछ क्या आएछ तर के भन्छ त्यो हड्डी छोरी मान्छेले यति साह्रो चिल्लो कसरी खान्छ है अन्त वाट्टा भएछ चिल्लो क्या त्यो बोसो कति खान्छ तिनीहरूले अन्त
हेर्नमा त यो त सब खाइदिन्छु जस्तो हुन्छ है खाँदा त है सकिन्न लाग्दैन ल्याउन चाहिँ कहाँ भ्याएर चारै आउँदैन यसो दियो म चाहिँ खान्न अब हात बोकेर हिँड्न खाँदै खाँदै जाउँ पेटले कि मान्नु त्यो त कहिले खाँदा गएर नि त्यहाँ चिल्लो लाग्यो पेट अघि चट्टै अनि म त प्लास्टिकमा हालेर माग्दिम प्लास्टिक होइन धेरै डिस्कस्टिङ हुन्छ त्यहाँ हाम्रो छ एकजना एउटै फुट कुनै हाम्रो प्लेट भरेको हुँदैन अलिअलि छोडेको हुँदैन सबैले चिल्ले बनाउँछ बिमारीले भन्दै छ क्या यहाँ कुन बिमारी ए अघि अनि किमा नुडल्स चाहिँ मैले धेरै खाएको दिएको थिएँ होइन त्यो एक्सपेक्टेसन हुन्छ रियालिटी खासै मलाई मिठो लागेन त्यो चिल्लो भएर होला यहाँको उयो भएर हो अचार हाल्छु न म खाएको छैन क्या खान्छु खान्छु होइन अस्ति भन्दै तल मैले खानुपर्छ भनेर एक्चुअली रियालिटी त्यस्तो खाएको देखेर खानु हो के भन्नु चिकन चाउमिन हुन्छ मलाई पनि तिमीहरू त्यस्तो राम्रो चाहिँ लागेन कोही हाल्को त हो तर कसरी खोइ हाल चाहिँ खाली भयो खाली चाहिँ खाली भयो उताबाट यहाँ थगेर खाली भयो सेक गर्दा जतिको हो बिल मङ्ग अब बिल पे गर्ने बेला आयो यस्तो अलि निकाल्यो के सकिसक्यो हाम्रो सेकुवा सुकुटी चटपटै किमा नुडल्स 2 प्लेट काँक्रा सेकुवा खायो त अनि यसको ओट हाल्ने न पेन्टा ओटमा नजिक अब चपाको बिल बिल भइसक्यो बिल आउँछ बिल पे गर्ने के भयो बिल पे गर्ने तिर ल मलाई निन्दा पो लाग्दैन कसरी पढ्ने आइसक्रिम खाइदिनु 7, 8, 9, 10, 11 त्यस्तै 14, 15 होला ल कसको मिल्ने ल तेरो कति भन्दा म 14, 15 भने ल 1100 हजार त 1355 गाइस कस्तो मिल्छ हैन कहिले कति भने मैले 14, 15 something like that यादहरू त्यो फोन पक्राउनु आउनु तले अब गाइस हाम्रो चाहिँ बिल चाहिँ कति 1570 उठेछ मैले 14 कि त 15 भन्ने थिएँ एकैछिन बनाउँछु एकैछिन सकुवा 900 रुपियाँ गएछ भेरी महँगो चुलोबाट कोइला निस्क्यो बबाल छ अँधेरमा देखेको छैन सोध ल निस्केर नि यसको राखे टसपाल पर्दैन स्कुटीको टसपाल न बालेको माछाले त्यो धान नै धेरै हाई भयो टस हामीले छाङछुङदेखि ल गाइज वी आर ब्याक वी आर म पछाडी छु के भन्ने इङ्ग्लिसमा आएर ल हामी फर्किँदैछौँ गाइज वी आर We are सिधै हो back. मौसम Oh,